today I'm going to cook chicken. And for making chicken, let's get ready. First, I put my prawns, and second, I prepare the ingredients. One meat, अर्को त्यही चिली हो र एउटा प्याज र some like tomatoes र चिली त्यो भइहाल्यो र मैले चाहिँ गार्लिक लास्टमा हाल्छु सो त्यही भएर लेट्स डु इट. फर्स्टमा चिली काट्ने अनि चिली काटेर भइसकेपछि प्याज काट्ने र त्यस्तै गरी काटेर रेडी गर्ने. बट मैले यो काटिरहेको बेलामा बिचमा मोबाइल खस्छ. I love my phone. Suddenly it just fell down. अनि मेरो मुटु टुक हुन्छ र म यही चक्करमा कफ हान्दै प्याज काट्दै गरेर हुन्छु. र टुडे I forgot to play music because usually म्युजिक सुनेर म घुरेर आउँछु र त्यसपछि प्याज काटेर हाल्नु भट्ट झऱ्यो. फेरि उठाएँ र फेरि काट्न सुरु र काट्दै गएँ होइन. अनि पछाडि चाहिँ खाना पाकिरहेछ. अनि युजली मैले यसमा चाहिँ के भनिरहेको छु भन्दाखेरि मैले प्याज काट्यो यो गरी त्यो गरी यसरी गर्ने उसरी गर्ने भनिरहेको छु. यो अरू केही होइन, यो गफ हान्ने चक्कर मात्र हो. कराई बसालिसकेपछि तेल हाल्ने, त्यसपछि म चाहिँ थपेँ अनि त्यसपछि मेथी हाल्ने होइन. मेथी हालिसकेपछि त्यसलाई एकछिन कालो हुन छोडिदिने. त्यति गरुन्जेलसम्म लसुन केलाउने. लसुन चाहिँ अकर्डिङ टु यो प्रिफरेन्स होइन. अब जस्तो कि अब मेरो फ्यामिलीमा जिन्जर पनि खानुहुन्छ बट मलाई जिन्जर मन पर्दैन र त्यही भएको कारणले गर्दाखेरि मैले मेरो अकर्डिङली मैले बनाइरहेको हुन्छु खाना. सो त्यही बारेमा भनिरहेको छु यसमा. र युजली केलाएँ होइन, देखाउँदै केलाइरहेको छु र रुवा ल्याइरहेछ. सो डोन्ट माइन्ड माई भोइस. र घरि गफ हान्ने गरिरहेको छु. र त्यसपछि मैले फाइनली केलाएर भ्याएँ भन्ने देखाएँ र त्यसलामा ठ्याक्कै मेथी पनि कालो भएको रहेछ. सो त्यसपछि मैले खोर्सानी र प्याज हाल्नेतिर लाग्छु होइन. त्यसपछि अनि मैले खोर्सानी र प्याज तेल धेरै तातेको बेलामा चाहिँ एकैछिनमा हुन्छ नि त. सो हल्का ट्रान्सप्यारेन्ट टाइपको सेतो हुन थाल्छ. जुन त्यो रातो प्याज हुन्छ नि त्यो चाहिँ खासमा पर्पल कलर हुन्छ. यस्तो हल्का वाइट हुन थाल्छ. वाइट र प्लस हल्का ब्राउन टाइपको भएर आउँछ त्यो पकाउने. त्यसपछि मासु हाल्ने. म डाइरेक्टली झोलीबाट हाल्छु किनकि मलाई युजली धेरै भाँडाचुट गर्नु मन लाग्दैन. म एकदम अल्छी छु. सो अनि हालेँ चलाएँ उल्टाएँ सबै गरेँ. त्यसपछि म फेरि बसेँ, गोलभेडा लिएँ, कहिले नकाटेको गोलभेडा काट्न थालेँ. अनि आफ्टर द्याट म काट्न गएँ. काटेँ र मैले फुल पेसेन्टको साथ काटेँ होला आज गोलभेडा. किनकि युजली म गोलभेडामा धेरै त्यसरी म काट्दिनँ. 4 टुक्रा पार्छु, फुत्ता हालेर एकछिन पकाएर गर्दिनँ. बट आज झाँक्रो चले. सो एन्ड इट्स माई फर्स्ट मिनी भ्लग. सो त्यही हो, वी जस्ट लर्न फ्रम आवर मिस्टेक्स. सो मलाई त्यही मी इन्फर्म यु. सो लेट मी just give me some advice if I need to improve. That's all. अनि त्यसपछि काट्दै गएँ. फाइनली काटेर भ्याएँ, देखाइरहेको छु होइन. अनि यो काटेर भ्याएँ र यसपछि मैले त्यही गफ हानिरहेको छु. यसरी गर्ने यो त्यो फुट भनेर. किनकि मैले पकाउँदाखेरि अघि नै प्याज खोर्सानी देखाएँ. मासु हुँदैछ होइन. त्यतिन्जेलसम्म मैले यो गरेर थिएँ. अब मासु हेरेँ यत्तिको फुटेर भ्याउन्जेलसम्म हजुरले गोलभेडा हालेर फेरि भुट्नुपर्छ. सो हजुर गोलभेडा हालेर भ्याएर फेरि भुट्दाखेरि पनि हुन्छ. यतिको रातो भइसकेपछि नि एकदम. बट म अझै पकाउँछु. मैले पकाएर अनि गोलभेडा हालेँ. गोलभेडा गलुन्जेलसम्म एकछिन पकाएँ होइन. अनि पकाइसकेपछि उल्टाएँ गरेर पकाएर भ्याएँ. अनि त्यसपछि मैले
यसलाई एकछिन पकाउन दिएँ। त्यसपछि हल्का लाइक हल्का रातो हुन्छ। अनि त्यसपछि मैले चाहिँ नुन हालेँ र जति भयो मैले चाहिँ त्यसमा जिरा हाल्छु। जिरा धनियाँ मिक्स छ, त्यो चाहिँ यस्तो देखियो। अनि त्यसपछि मैले लसुन थिच्नतिर लागेँ। लसुन त मैले सिलौटामा पिस्ने गर्छु, मिक्सीले पनि मलाई लाग्छ। त्यसपछि हालेँ। अनि जुन लसुन गरेको पानी थियो त्यो पानी पनि मैले गरेँ। अनि त्यो लसुन चाहिँ मैले त्यसमा हालेँ र थोरै लसुन चाहिँ मैले पानीमा त्यो हालेको गरेँ, बिकज इट इज स्ट्रङ टेस्ट। अनि त्यसपछि हामीले कति पानी चाहिन्छ त्यो अनुसारले पानी हाल्यो। अनि त्यसपछि बिकज मैले यो तरकारी बिहानसम्म पुऱ्याउनुपर्छ, किनकि मेरो बाबा बिहान जानुहुन्छ र मलाई कलेज जानुपर्ने हुन्छ। सो म मर्निङमा बनाउनु पर्दैन। सो त्यही भएर मैले बेलुकै प्रिपेयर गर्छु बाबाको लागि। अनि हामीले एकछिन नानी अनि एकछिन पाक्यो र किनकि मासु अलिकति भुटिसकेको झोल त्यस्तो धेरै पकाइराख्नु पर्दैन होइन। इफ यु लाइक टु मेक ग्रेभी हल्का झोल